पैसा पाइयो चटपटे खाएर हिँड्छु। ए छोरी हो यहाँ तल झर त। हजुर म भन्नु त बहिनी कहाँ छ? बहिनीलाई पनि लिएर आऊ। पखुला म बोलाएर आइहाल्छु। ओइ बहिनी अनि अटोले सुन्दिनँ नि क्या बोलाएको बहिनी। हजुर अनि त बोलाएको सुन्दैछ क्या अघिदेखि म बोलाएको बोला हुन्छ त तल छिटो हिँड। जाँदिन म त आफै जा म चाहिँ किन जानु तै ठुले त आफै काम गर्दा म गर्दिनँ मम्मीले चाहिँ सुकै भयो। मम्मी त्यो अटोले आउनै मान्दिनँ के गर्नु। मम्मी म बहिनी बोलाएको त्यो आउँदिन भन्छ के गर्नु। किन आउँछ त खाना मात्रै आउँछ कप्टी। अहिले बाबा आएर मार्छन् के काम देखाउनु। आऊ न एकछिन सबै भएर बेसर काटौँ। मम्मी म एक्लै बेसा काट्दिनँ त्यसलाई पनि बोलाउनु अनि दुईजना भएर बेसा काट्नुपर्छ। जान त सानी हो ठुली होस् फकाएर लिएर आइज। ल म एकचोटि फेरि त्यसलाई बोलाएर ल्याउँछु ल के भन्छ। बहिनी सुन्न तर मम्मीले बनाउँदै हुन्छ कि बेसा काटेपछि पैसा दिनुहुन्छ हामीलाई 50-50 रुपियाँ पानी पुरा चटपटे खाएर चटपटे खाएर पाइने भयो। तर म चटपटे पानी पुरी 50 को पानी चटपटे छिटो छिटो काम सकेर तपाईँ खान्छ न बहिनी। ल जुम जुम हामीलाई बोलाएर कहाँ जानु भएछ? बहिनी कहाँ जानु म जानु मलाई लिएर आइज कान्छीलाई भन्दै हुन्थ्यो। बेसार पखाल्दैछु काट है तिमीहरू छिटो। ए मम्मी त बेसार पखाल्दै हुँदैन तर म त के बस्नु काटौँ न ल। म काटौँ सुरुमा म काट्छु अलिकति अनि त काट ल। काट्न त आउँदैन नि त्यसलाई नाटक गरिदिएको थियो नि। नगरा खाइदिए आउँछ त अनि त ठुली हो त गर्छस् भनेर पनि नगरेको त मैले। छिटो सकेर खायो किलो काटिहाल्छ। म त गएको अब त बसिरहेको। मम्मी हामीले बेसार काटिसक्यौँ हामी चटपटे खाने पैसा दिनु अब। तिमीलाई कसले पैसा दिन्छु भनेको छ? ए अनि अघितिर त भनि त अनि घरको काम गरेर तिमीलाई पैसा कसले दिन्छु? कहाँबाट ल्याएर दिनु मैले? त्यसले ढाँटे किरासे ओइ 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 त दिदी भनौ दि तैँले के भनिस् अरे अघि मलाई मम्मीले चटपटे खाना पैसा दिन्छु भन्नुभएको थियो अरे खोइ त अनि पैसा त्यसले नभने त आउँदैछ। आउँदैन नि त म किन काम गर्नु त त्यसो त गर न नि काम म किन गर्नु त पर्यो? चाहिँ काम छोरी होइन यहाँ चुप लाएर यहाँ बसेर काम गर। म गर्दिनँ त एक्लै गर। घर बाउसँग मागेर दिन्छ तर 50 रुपियाँ पैसा बस्ने आयो। 60 दिन्छेस्? दिन्छु बस ल। तर मिलिमिली खानुपर्छ ल मलाई दिएर अलिकति। ल चटपटे खाना ल, हुन्छ ल हामी ल, मिली ल। मम्मी त्यसले मार्न पैसा दिनु छ भने 500 रुपियाँ भए बाउ आएपछि म तपाईँलाई पैसा दिन्छु। ल यो 50 रुपियाँ मात्रै खाएर जाने अरू सबै। ल नसिकन। ल मार्छ त्यसले मात्र मलाई। बहिनी पैसा पाइयो चटपटे खाएर हिँड्छु। बहिनी हेरी पैसा 500 रुपियाँ? ए तपाईँ 500 रुपियाँ 50 रुपियाँको चटपटे 50 रुपियाँको पानी पुरी खाएर नि पिज्जाले हिँड्छु हिँड्छु। नमस्ते मम्मी। नमस्ते म जेठी छोरी। नमस्ते म कान्छी छोरी। हेलो गाइज इट्स मी मनिषा इसमी आकृति। अनि आजको हाम्रो भिडियो हेरेर मन पराइदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब सबै थोक गरिदिनु होला। धन्यवाद। अनि कस्तो कस्तो भिडियो बनाउनु टिप्स दिनु होला हामीलाई पनि।